यो करेला करेला हरियो हरियो ताजा ताजा है हामीले टिपेको आउनु फेरिमा ल काट हो यस्तो हो के त्यस्तो हो ल हो यहाँ साइड यस्तो ठुल्ठुलो टिप्नु पर्छ के ल ल ल च्याट्ट च्याट्ट काट्नुपर्छ कि किरा है किरा होइन किरा छैन यो त राम्रो खाले हो नि स्पेसल करेला हो नि पुरै यो करेला दामी खाले हो नि यो त पुरै दामी खाले हो नि करेला त के गर्नु टिप्नु परिहाल्यो ल ल ल अब अब ए यता ठुल्ठुलो रहेछ करेला ताजा ताजा ल भर्खर टिपेको है इ यहाँ यो माथि हो यस्तो हो कि करेला रहेछ ताजा ताजा रहेछ यो माथि यहाँ छ ए यता कति चम्चा उठाएर भए त कहाँ त्यही चम्चा उठाउन आएको थियो ए उहाँ चम्चा उठाउन आएको थियो त के थाहा त उ त्यहाँ माथि ल करेला खाने भयो करेला छ अब लौका खाने भयो लौका पनि छ ताजा ताजै ताजा ताजा लौका छ यहाँ पनि ताजा ताजा करेला आयो 20 रुपियाँ किलो करेला 20 रुपियाँ किलो भयो ए गजबको भयो 200 किलो त आउँछ होला कति जति आउँछ 500 किलो आउँछ आउँछ ए बारी त यत्रो रहेछ टनक्कै आउँछ 1000 किलो ल ल ल ठिकै छ अब करेला टिप्न करेला यहाँ छोड्यो ए बडा मानको ताजा हो नि यो त